भैरवा कारागार जहाँ थुनामा छन् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, तर थुनिएर पनि उनी चुपचाप छैनन्। एकैपटक दुईवटा सन्देश आज शनिबार पठाएका छन्। देशलाई झकझग्याउने राजनीतिक अपिल र आफूमाथि लागेको सहकारी ठगीको विस्तृत उत्तर सहित पार्टीको तेस्रो स्थापना दिवसमा रविले जेलबाटै लेखेका छन्, भ्रष्टहरूको टेको बनेको संविधान अब पुनर्लेखन हुनुपर्छ। उनको ठोकुवा छ, संशोधनले होइन पुनर्लेखनले मात्र देश बाँच्छ। प्रदेश सभा खारेज गर, राष्ट्रिय सभा ज्ञान र अनुभवले भरिएको बनाऊ, चुनाव हारेका नेता र आफन्तले होइन विश्वविद्यालयहरूमा पार्टीको ब्यानर हटाऊ, भाद्रे संगठनहरू खारेज गर, राजनैतिक सफा गरेर आर्थिक सुधार ल्याऊ, युवालाई देशमै रोजगारी देऊ र अन्त्यमा उनको क्रान्तिकारी सन्देश छ, सडकबाट होस् या मतपत्रबाट शान्तिपूर्ण क्रान्तिका लागि म तयार छु। सँगै सहकारी प्रकरणमा 10 वटा प्रश्नको जवाब समेत उनले दिएका छन्। तपाईँ एमडी भएर पनि कम्पनीमा आएको पैसा कहाँबाट आयो भन्ने थाहा छैन? रविले भनेका छन्, मैले थाहा छैन भनेको होइन, मैले त भनेको हो जीबी राईले कहाँबाट ल्याए त्यो मलाई थाहा छैन। अनि दोस्रो प्रश्नमा पैसा आयो जिम्मा लिने कि नलिने? लिन्छु, तर म समाचार र कार्यक्रमको मात्र जिम्मेवार थिए। तेस्रो प्रश्न, सहकारीबाट पैसा आएको होइन, मेरो खातामा एक पैसा पनि आएको छैन, खाता त पहिले नै खोलिएको थियो। चौथो प्रश्न, खाता त पहिले नै खोलिएको थियो रे, सम्झौताको सुनिश्चितताका लागि खोलिएको हो, कारोबार भएको होइन। पाँचौं प्रश्न, कम्पनी छोडेपछि पनि चेक सही, त्यो तलब बाँकी थियो, निजी क्षेत्रको सामान्य अभ्यास हो। छैठौं प्रश्न, चेकबाट सहकारीमा भुक्तानी त भयो नि? रविले भनेका छन्, हस्ताक्षरकर्ता थिए, कार्यक्रम बाहेक मेरो संलग्नता थिएन। सहकारीले निजी क्षेत्रमा लगानी गर्न नपाउने कुरा थाहा थिएन। रविले भनेका छन्, मेरो कार्यकालमा कुनै सहकारीसँग सम्झौता भएको छैन। आठौं प्रश्न, तपाईको नाममा गाडी र लोन? रविले भनेका छन्, सब फर्जी, मेरो नाममा कुनै सवारी वा ऋण छैन। जीबी र छविलालको योजना रे? छविलालले यस्तो भनेका छैनन्, यो मिडियाले बनाएको कथा हो। 10औं प्रश्न, लगानीको स्रोत के? जीबीले जग्गा बेचेको भनेका थिए, पछि थाहा भयो त्योबाट सहकारीमा आएको रहेछ, तर न मेरो नाम, न निवेदन, न हस्ताक्षर, म निर्दोष हो। राजनीतिक क्रान्तिको अपिल र कानून बचाउको मोर्चा रवि लामिछानेको यो सन्देशले देशभित्र बहस सुरु गराएको छ। संविधान फेरिने त होइन, सहकारी काण्डको सत्यता चाहिँ के हो? रवि निर्दोष कि दोषी?